प्रशासन मुर्दाबाद चलाएको पुलिस प्रशासन मुर्दाबाद चलाएको सेना मुर्दाबाद चलाएको डीएसपी मुर्दाबाद चलाएको एसपी मुर्दाबाद पुलिस प्रशासन सबैले मजाक उडाइदिएछ। त्यहाँ त्यो आतंकवादीलाई हिरासतमा नलिएर हिन्दूवादीलाई हिरासतमा लिएको छ। पैसा दिइरहेछ यो गभर्नमेन्टले आफ्नो ट्याक्सको पैसाले सबैलाई संघर्ष सेना केन्द्रीय कार्यालय माननीय मुख्यमंत्री जी मध्य प्रदेश कार्यालय जनकपुर ज्ञापन पत्र विगत झै सर्लाही जिला को मलंगवा नगरपालिका कृष्ण जन्माष्टमी को उपलक्ष्य में भगवान श्री कृष्ण को मूर्ति बनाए मेला लगाएका थिए। केही मूर्ति
चलाउन जाने क्रममा मुस्लिम समुदायबाट ढुङ्गा मुढा भएका छन्, जसमा धेरै हिन्दूवादी दाजुभाइ दिदीबहिनीहरू घाइते भई अस्पताल भर्ना भएका छन्। र लगत्तै बिहानै घटनास्थलको अवलोकनको लागि हिन्दू सङ्घर्ष सेना लगायत हिन्दू समाजका कार्यकर्ता शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरेमा क्रममा पुलिस प्रशासनहरूले निर्घात कुटपिट गरी हिन्दू सम्राट सेनाका कृष्ण यादव लगायत 8 जनालाई समात्नु भएका छन्। उहाँहरूलाई अग्रिम रिहाई गर्नु पर्यो र ढुङ्गा मुढा गर्नेमाथि कारवाही हुनु पर्यो। 81% हिन्दू भएका देशमा बारम्बार हिन्दू समाजमाथि नियोजित तरिकाले कुटपिट गर्दै आएका छन्। यस घटनाको उचित छानबिन गरी दोषी उप सख्त कारवाहीको माग हिन्दू सम्राट सेना नेपाल यही ज्ञापन पत्र मार्फत गर्दछ। जिल्ला प्रशासन कार्यालय सर्लाही, मधेस आयोग नेपाल, मानव अधिकार आयोग नेपाल, गृह मन्त्रालय कार्यालय काठमाडौँ नेपाल, हिन्दू सम्राट सेना नेपालका केन्द्रीय महासचिव राकेश कुमार यादव। जय श्री। जय श्री।